यो कालीगण्डकी कोबाङ भन्ने एउटा चाहिँ जुन एउटा प्रोजेक्ट छ, जुन प्रोजेक्ट चाहिँ अदालतले चाहिँ खारेज गरेको चाहिँ थियो। अदालतले चाहिँ खारेज गरिदिएर भन्नाले त्यो प्रोजेक्ट चाहिँ भन्नाले उसमा चाहिँ त्यो बास्केटमा चाहिँ गएको चाहिँ थियो र त्यो अहिले त्यो कम्पनीले चाहिँ सर्वोच्चबाट चाहिँ मुद्दा जितेर त्यो चाहिँ भन्नाले लाइसेन्स चाहिँ रिजिस्ट्रेड चाहिँ भएको चाहिँ हिसाबले हामीले त्यो लाइसेन्स हामी एनडिपी सहितको हाम्रो चाहिँ ग्रुपले त्यो एग्रिमेन्ट गरेर हामी अगाडि बढाउन खोजेको चाहिँ छौँ। त्यो करिब 400 मेगावाट चाहिँ हुन्छ। त्यो जस्तो अहिले Q40 को हिसाबले 163 चाहिँ छ, Q25 को चाहिँ हिसाबले गर्दाखेरि करिब 400 मेगावाट चाहिँ हुन्छ र त्यो भनेको ट्रान्समिसन लाइन पनि अलरेडी बनिसकेको छ। भनेर त्यो इन्डिया जाने जुन कालीगण्डकी कोरिडोरको चाहिँ भन्नाले यो जुन ट्रान्समिसन लाइन अलरेडी यो बोर्डरसम्म नै गइसकेको चाहिँ अवस्था चाहिँ छ। अर्को चाहिँ तपाईँको त्यहाँको चाहिँ भन्नाले त्यो कस्तो ठाउँमा छ भने यहाँ मुक्तिनाथ जानुभएको छ कि छैन होइन, त्यो लेतेमा, त्यो लेतेबाट चाहिँ भन्नाले त्यो टनल पानी चाहिँ छिराउने र हाइवेमै भन्नाले त्यो कालीगण्डकी यो हाम्रो अहिले हाम्रो ज्ञानेन्द्रजी र हाम्रो साङ्गाईजीहरूले अगाडि बढाएको चाहिँ छ के कालीगण्डकी गोर्ज भन्ने, त्यसको भन्नाले माथि चाहिँ हाइवेमै चाहिँ वास्तवमा चाहिँ त्यो पावर हाउस निकाल्ने भनेपछि यो एकदमै राम्रो चाहिँ प्रोजेक्ट चाहिँ छ। त्यो प्रोजेक्टमा चाहिँ हामी अगाडि बढिसकेको चाहिँ उ चाहिँ छ।